महाशिवरात्रि पशुपतिनाथ मन्दिर सहित देशभरका शिवालयहरूमा भव्यताका साथ मनाइएको छ। भक्तजनहरूले भगवान शिवप्रति आफ्नो आस्था व्यक्त गर्दै विधिपूर्वक पूजा आराधना गरेका छन्। महाशिवरात्रि किन मनाइन्छ भन्ने विषयमा विभिन्न धार्मिक ग्रन्थहरूमा फरक फरक कथन पाइन्छन्। यही सन्दर्भमा आज हामीले भक्तजनहरूसँग शिवरात्रि किन मनाउनुहुन्छ भन्ने प्रश्न गरेका छौं। उनीहरूको धारणा आजको आम आवाजमा। आज शिवको ज्योतिर्लिङ्ग प्रादुर्भाव भएको दिन हो, त्यसैले हामीले आज शिवरात्रि मनाउने गरिरहेको। धार्मिक अनुसार ज्योतिर्लिङ्ग प्रादुर्भाव भएको भन्ने नै छ। आज चाहिँ ज्योतिर्लिङ्ग प्रादुर्भाव भएको भएर चाहिँ ज्योतिर्लिङ्गलाई आस्था मानेर चाहिँ हामीले शिवजीलाई आज मान्ने गरेको छ। महाशिवरात्रि इस दिन महापार्वती और महागौरी जी की शादी हुई थी ना, तब से इनका शादी का, जैसे कि हम लोग का मैरिज एनिवर्सरी मनाया जाता है, इस तरह महादेव बाबा का भी मैरिज एनिवर्सरी के तौर पे मनाया जाता है। प्राचीन कालमा यो संसार अन्धकारमा थियो। यसै दिन चाहिँ शिव चाहिँ एउटा ज्योति स्वरूपमा, यस्तो लिङ्ग स्वरूपमा ज्योति स्वरूपमा प्रकट भएको हुनाले शिवरात्रि चाहिँ यो अन्धकारलाई नाश गरेर उज्यालो, ज्ञानरूपी उज्यालो प्रकट भएको दिन हुनाले महा भनेर उपसर्ग लगाइकन गरेको। जम्मा यस्ता रात्रि जम्मा हाम्रा हिन्दू धर्ममा 4वटा मानिन्छन्। महाशिवरात्रि, अनि मोहरात्रि कृष्ण जन्मेको बेला, अनि बाल चतुर्दशीको बेला अर्को रात्रि, अनि गाई तिहार औँसीको दिनलाई शुभरात्रि भनेर 4वटा रात्रि मनाउने चलन छ। मलाई यति आनन्द लाग्छ उहाँको वर्णन गरेर साथ दिने छैन। यति आनन्द लाग्छ, त्यतिखेरको महिमा केही पनि थाहा हुँदैन हामीलाई। त्यस्तो हुन्छ, अपरम्पार छ भगवानको लीला, यति अपरम्पार छ भनेर साध्य छैन। शिवको भक्तिमा यति पार छ, यति ऊ छ र त आउँछन् नि मान्छेहरू, होइन? त्यही भएर अनिखेरि अब लाइन लागेर बाहिर अपरम्पार भएर चाहिँ हामीहरू दर्शन गरेर बाहिर निस्केको। शिवजीले शक्ति दिनुहुन्छ भन्नुहुन्छ, त्यही बसेको। शिवको व्रत बस्दा अब छोराछोरी श्रीमानको लामाई हुन्छ भनेर बस्छौँ हामी चाहिँ। अब त भन्दा त थाहा छैन। म भगवानमाथि धेरै आस्था राख्छु, विश्वास लाग्छ, पुरा हुन्छ।